नमस्ते सबैजनालाई। आज म श्रावणमा लगाउन सकिने एकदमै सिम्पल मेहेन्दी डिजाइन सिकाउन जाँदैछु। सबैभन्दा पहिला 3वटा पोइन्ट्स इक्वल डिस्टेन्समा बनाउनुहोस्। अब त्यो पोइन्टको वरिपरि सर्कल कोर्नुहोस्। त्यो सर्कलको आसपासमा हम्प्स बनाउनुहोस्। ध्यान राख्नुहोस् है, हम्प्स हाम्रो इक्वल हाइटको भयो भने फुल चिटिक्क देखिन्छ। त्यसै गरी 2वटा अरू फुलहरू पनि बनाउँदै जाऊँ है त। फुल बनाइसकेपछि फुलको 4वटा डिरेक्सनमा ठुलो ठुलो थोप्ला बनाउनुहोस् र खाली रहेको ठाउँमा सानो सानो थोप्ला बनाउँदै जानुहोस्। अब त्यस्तै गरी डिजाइनको थर्ड फ्लावर पनि सेम स्टेप रिपिट गरेर बनाउनुहोस्। फ्लावरहरूको ग्यापमा सिधा लाइन तान्नुहोस् र सानो ठुलो थोप्लाले सजाउनुहोस्। सेम डिजाइन फर्स्ट फ्लावरको माथि पनि भी आकारमा बनाउनुहोस्। अब थर्ड फ्लावरको तल सी आकारमा 4वटा कर्भ सेम पोइन्टबाट बनाउनुहोस्। त्यो 4वटा कर्भमा पनि अघिकै तरिकाले थोप्ला थोप्ला बनाउनुहोस्। कर्भको सेन्टर पोइन्टबाट एउटा सिधा लाइन तान्नुहोस् र दुवै साइडमा पातहरू बनाइदिनुहोस्। यति बनाइसकेपछि अब औँलाहरूको पालो आउँछ। औँलामा पनि सानो सानो थोप्ला बनाउँदै रिङ जस्तै डिजाइन बनाइदिनुहोस्। बिचको औँलामा रिङ डिजाइनको माथि तलको जस्तै लाइन्स र त्यसमा पात बनाइदिनुहोस्। डिजाइन कम्प्लिट भइसकेको छ। तपाईँले पनि ट्राई गरेर कमेन्टमा पिक्चर सेयर गर्न नबिर्सिनु है त।